हेलो ठुलो मान्छे हुँदैन हेलो पढेर आँखा यस्तो गरी नि यस्तो गरी ह्यापी दिवाली ल दाजु बहिनी ठुलो दाजु तर हामी फाइट खेल्यो सानोमा चाहिँ पुरा बाँच्थ्यो नि त अहिले मात्रै अहिले मिलेको चाहिँ हामी चाहिँ ब्रदर एन्ड सिस्टर भएको छ लाइक शेयर सब्सक्राइब एन्ड कमेन्ट ल अनि यो गाडी चाहिँ मेरो दिदीको हो होइन नयाँ गाडी होइन सबैले अब दिदीलाई बधाई दिनुहोस् होला भेनाहरू पछाडि हुनुहुन्छ मेरो फुलहरू दुःख सुखा यसो हेर्नुहोस् है तपाईँहरूले यतिको चाहिँ फुलाएको छु पम्पम हो पम्पममा चाहिँ कलर अलिक छ पछि कलर आएपछि म तपाईँहरूलाई फेरि देखाउने वाला छु बाई सो हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु द न्यू भिडियो फुङ्गे भ्लग्स न्यू डे न्यू भ्लग है सो यो भ्लग हाल्दाखेरि चाहिँ है दिवालीहरू सबै सकिसकेको हुन्छ ल सो आज चाहिँ 23 तारिक है भाइटिकाको दिन म चाहिँ घर आइरहेको छु होइन भाइटिका मनाउनु अनि योपालि चाहिँ दिदीहरू पनि घरै आउनु भएको छ मलाई भाइटिका लगाइदिनु लागि सो यहाँभित्र भाइटिकाको लागि तामझाम गर्नुहुँदैछ होइन सो हाम्रो गाउँदेखिको भ्यू चाहिँ कुछ यस्तो छ अनि के हो भन्दाखेरि चाहिँ आज चाहिँ हामी सबैजना परिवार घरमै छौँ होइन अब यहाँ भाइटिका लगाएर अरू 2 जग्गा छ जानुपर्ने म होइन अब त्यहाँ पनि जान्छु सो त्यही नै हो है भाइटिका मेरो कस्तो जान्छ तपाईँलाई त्यही देखाउनेवाला छु सो किप वाचिङ द भ्लग ल हेलो ठुलो मान्छे हुँदैन हेलो पढेर आँखा यस्तो गरी नि यस्तो गरी भुलपछि आँखा बिग्रियो यहाँ हाम्रो ठुलो मान्छे रुन्दैछ है रुन्दैछ खै यहाँ रुन्छ यहाँ रुन्छ यहाँ अब ठुलो यहाँ हेलो हेलो खै म त मिल्छ तिमीलाई माया गर्छु ए दाजु बहिनी ठुलो दाजु हेलो बोली हाँस्देऊ 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 आजी लगाइदिने भने त सो गाई चाहिँ मैले चाहिँ होइन भाइटिका लगाइसकेँ होइन मेरो टर्न सक्यो अब चाहिँ म दिदीहरूलाई पनि अलिअलि टिका दस्तुर टिका लगाइदिनेछु अनि यहाँ 2 जना रेडी भएर बसिरहेको छ कति तपाईँ माएर बसिहाल्नु यहाँ 2 जना मम्मीलाई क्यामेराम्यान बनाइसक्यो यहाँनिर फोन पक्राएर अब दिदीको भ्लगमा अरे हो अनि यहाँ 2 जना मेरो 2 जना दिदीहरूलाई पनि यहाँ अब टिका लगाइदिनु पऱ्यो होइन हाम्रो आजको मेन क्यामेराम्यान 1010 होइन अनि हाम्रो भाइ टिका लगाइदिने हामी 3 जना यहाँ हेर्नुहोस् है मेरो यहाँ ठुलो दिदी यता हुनुहुन्छ होइन जेठी दिदी अनि यहाँ सानो दिदी यहाँनिर अनि यहाँ हाम्रो सबैको यहाँ हेड फ्याक्ट्री चाहिँ यता त्यही नै होइन भाइ टिका रमाइलो भयो यहाँ मेन हेडहरू ठुलो चाहिँ यहाँ छ सानो चाहिँ यहाँ छ अनि हेलो सानो चाहिँ यहाँ छ हेलो हेलो भुटिया बुटे साङ्गेललाई पनि फलो गरिदिनुहोस् सबैजनाले सपोर्ट गरिदिनुहोस् अन्त धेरै माया देखाइदिनुहोस् आमा कसरी यस ल अन्त यहाँबाट देखा न ओ बहिनीले पनि देखाउँछु ओ यहाँ फुल बाकोमा
अनि जति पनि छरेर बस्नु भएको हाम्रो नेपाली दाजुभाइलाई धेरै धेरै बधाई अन्त ह्याप्पी भाइ टिका। ह्यान्डसम मान्छे पनि आइपुग्नु भयो ह्यान्डसम मान्छे। पापा कहाँ गर्नु भएको? पर गएको थिएँ। ए काली अब आइपुग्नु भयो। सो होइन अब घरमा चाहिँ टिका सिका ढिलो भयो नि त। अब यहाँ लगाएर निस्किहालेको होइन। फेरि यहाँले दिदी बहिनीहरू भोकै बसेको हुन्छ नि त। अहिले मार्छ गाली खाएर। सो अब निस्कौँ घरदेखि। आशिष राम्रो दिए। म चाहिँ कहाँ आशिष दिने हो? ए भन लु तिमीले पनि दिनुपर्छ दाजुभाइ। ए हो सदा सदा सुहावन रह भनिदिनु अनि बिहान नगरी। पिटाइ खान्छस् त्यो। अरे सो गाइस चाहिँ मेरो चाहिँ सेकेन्ड भाइटिका पनि सक्यो होइन। अब लास्ट एक जग्गा छ। म चाहिँ यसको चेली हो भने सानोदेखि तर हामी फाइट खेल्यौँ। सानोमा चाहिँ पुरा बाँच्थ्यो नि त। अहिले मात्रै अहिले मिलेको चाहिँ हामी चाहिँ ब्रदर एन्ड सिस्टर भएको छ। के छ लाइफ अपडेट के छ? लाइफ अपडेट केही छैन। अरे सुन्दर रहेछ ठुलो भएपछि। अरे सुन्दर रहेछ। हाम्रो जिन्दगानी यस्तै छ होइन। तपाईँहरूलाई के देखाउनु अब होइन। यो दिन सुरु गर्छु। फोनमा देखाइदिएन नि। योबाट सुरु गर्छु होइन। यहाँ फर्स्ट यो मात्रै हेर्नुहोस् न। यो हेर्नुहोस् होइन। यो त जस्ट सो मात्रै हो होइन। अनि अब यो हेर्नुहोस्। अरू त के देखाउनु तपाईँहरूलाई अब। अझै मेरो कन्टिनेन्टल देखाएकै छुइनँ। हो क्या कुद्दो रहेछ कन्टिनेन्टल चाहिँ अस्ति नाम चाहिँ। The next day. सो वेलकम ब्याक अगेन टु फुङ्गे भ्लग्स है। मुखमा सुपारी छ कि त्यही भएर ठोइ देखिरहेको छ। सो हिजो मैले अलिअलि भाइटिकाको क्लिपहरू गरेको थिएँ। तपाईँले यसको अलिक अगाडि पार्टमा देख्नुहुनेछ होइन। अनि अहिले चाहिँ म यहाँ मेरो भानिज केटासँग छु। सो अब भने हामी चाहिँ सिलगढी फर्किनु लागि रेडी हुँदै गरेको है। भाइहरूलाई पर पुऱ्याइराखेर म चाहिँ सिलगढी फर्किन्छु। अनि यहाँ पुरा हडबडी छ यहाँ घरमा। पुरा उखरमैलो मचिरहेको छ यहाँ। सबैजना रेडी भएर फर्किनु लागि रेडी। दिछन् ल बाई बाई हाई हेलो खै टाटा टाटा हाई दिछन् ल टाटा टाटा टाटा। फुगान यहाँ आउन हौ बाबु। यहाँ आउन टिका लगाउँ। हेलो नि निहित टिका लगाउँ। दे भन्दै यता यता फर्कन। यहाँ ठुलो दिदी ओ यहाँ सानो चाहिँ अनि यहाँ सानो दिदी। ए लु यहाँ दिवालीको भाग सबैलाई खै सबैको फ्याप बोल्लो सबैको फ्याप बोल्लो। यहाँ तुम्माले चाहिँ पुरा फुलहरू फुलाएको छ। घरमा फुलहरू फुलाएको छ। लु ए दिवालीको आशीर्वाद दह्रो भेट्यो यहाँ हाम्रो दुईजनाले। ल ऊ बोजूले पक्रिन भनेको सन्थाल्यो अर्को। वेलकम। फोटो खिच्यो हाम्रो। धन्यवाद। लु तुम्मा हेरेन अनि सन्थाल्यो त्यो अर्को। ल हो सबैलाई ह्याप्पी दिवाली। लु तुम्बा म निस्किन्छु अब। राम्रोसँग जानु बिस्तारै जानु है भाइ। ल हुन्छ तुम्बा जान्छु। स्पिड नकुदाउनु। हुन्छ इङ्सो बाई। खै लाइक सेयर भनेको। लाइक शेयर सब्सक्राइब एन्ड कमेन्ट। ल लु बाई बाई सबैलाई बाई बाई बाई। यो चाहिँ दिवालीमा पुछेको। अब आज फेरि यिनीहरूलाई फेरि सफा गर्नुपर्छ। अनि यहाँ निकालिराखेको साथीहरू यहाँ पुरा छ है पुरा फुल चाहिँ। लु तुम्बा बाई बाई लु हुन्छ लु सबैलाई सबैलाई बाई। यहाँनिर यहाँ आउनु मेरो फुलहरू दुःख सुख यसो हेर्नुहोस् है तपाईँहरूले। यतिको चाहिँ फुलाएको छु है मेरो फुलहरू। सयपत्री चाहिँ मजाले भएको छ। यिनीहरू चाहिँ जिरिनियम हो हाइब्रिडमा।
यहाँ पनि छ हाइलाइटमा हो अनि यहाँ पल्लोपट्टि पनि छ फुलका यता लाग्ने पल्लोपट्टि चाहिँ पम्पम छ है हेर्नुहोस् है पम्पम यिनीहरू चाहिँ पम्पम हो पम्पममा चाहिँ कलर अलिक छ पछि कलर आएपछि म तपाईँहरूलाई फेरि देखाउने होला छु बाई भयो 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 ल यहाँ सबैजना चाहिँ अब चाहिँ यहाँ अघि एकजना मिसिङ भएछ होइन उहाँको इन्ट्रोड्युक्सन दिनु पर्दा भन्नु भन्नु कहाँ आगेको कति कमाइस भन्न यहाँ चाहिँ त मन्नु चाहिँ यहाँ धनी भएर आएको छ है धनी भएर आएको छ ए लु यहाँ पनि लु दिवालीको हल्का दक्षिणा भेटीको ए भन्नु भनिहाल कति कमाइस भन् त भन्दिनँ है म चाहिँ इन्सले कति कमायो भाइ 2350 सबै गरेर दिवालीभरिमा 12,000 कमायो बाफ्रे बाफ ल गाइस हामी चाहिँ फर्केको होइन म चाहिँ अहिले कहाँ छु भन्दाखेरि चाहिँ यहाँ बाइक कुदाउने ज्याकेटहरू लगाएर चाहिँ होइन गाडी कुदाइरहेको छु होइन अनि यो गाडी चाहिँ मेरो दिदीको हो होइन नयाँ गाडी होइन सबैले अब दिदीलाई बधाई दिनुहोस् होला भेनाहरू पछाडि हुनुहुन्छ हल्का भेना गाडीमा सो गाडी चाहिँ म चाहिँ दिदीहरूलाई है गाडीमा घरसम्म पुऱ्याइराखेर मेरो बाइक त्यहाँ थियो त्यहाँबाट चाहिँ म फर्किसकेँ है यो भ्लग चाहिँ सायद म अलिक ढिलो हाल्छु होला होइन त्यही नै हो दिवाली मनाइयो राम्रो घरमा होइन सबैजना भेला भयो है होप हजुरहरूको पनि राम्रै भयो होला सो अहिले भने चाहिँ म सिलगढीतर्फ फर्किँदैछु होइन म अहिले चाहिँ यहाँ कलुक जस्ट कलुक बजार क्रस भएँ के गर्छौँ अब भने हामी यहाँबाट सिधै जानुपर्ने हुन्छ जोरथाङ त्यहाँबाट अझै 2 घन्टा जस्तो लाग्छ होला मलाई सिलगढी पुग्नु फेरि अब सिलगढी मात्रै पुग्नु मात्रै होइन है आज ड्युटी पनि छ मामफुली झन्डै ग्राहक बनियो बिहान बिहानै